टिपी-लिंक राउटरको कन्फिगरेसन प्लस वाइफाईको पासवर्ड चेन्ज गर्नको लागि सुरुमा कुन राउटरको पासवर्ड चेन्ज गर्ने हो त्यो राउटरको वाइफाई कनेक्ट गर्नुहोस्। मेरो टिपी-लिंक राउटरको डिफल्ट छ, रिसेट गरेको छु मैले। अहिले मैले टिपी-लिंक कनेक्ट गरेको छु। त्यस पछाडि आफ्नो मोबाइलको ब्राउजरमा मैले सफारी चलाएँ। तपाईहरुले क्रोम अथवा गुगल क्रोमहरु चलाउन सक्नुहुन्छ र यहाँ गएर 192.168.1.1 राख्नुहोस्। यसरी गरी सर्च गर्नुहोस्। त्यसपछि यहाँ न्यू पासवर्ड भन्ने ठाउँमा एउटा पासवर्ड आफूले राख्नुपर्ने हुन्छ। पासवर्ड राख्दाखेरि यो राख्नुहोस् SEWA1234 राख्नुहोस्। SEWA1234 दुवै सेम हुनुपर्ने हुन्छ। त्यसपछि लेट्स गेट स्टार्टेड गर्नुहोस्। यहाँबाट आफ्नो कन्ट्री छान्नुपर्ने हुन्छ। मैले यहाँबाट काठमाडौँ छाने 545 नेक्स्ट गरेँ। त्यसपछि अलिकति जुम गरिसकेपछि माथि एडभान्स भन्ने हुन्छ, एडभान्समा क्लिक गरेपछि नेटवर्कमा क्लिक गर्नुहोस्। यहाँ इन्टरनेट यहाँ मुनि इन्टरनेट हुन्छ। यहाँ गएर तपाईले एडमा क्लिक गर्नुहोस्। एडमा क्लिक चाहिँ केही टाइम तपाईको लिन्छ, अटोमा भइरहेको बेलामा। अनि हामीले अटोमा हैन म्यानुअलमा राख्नुपर्ने हुन्छ। यहाँ भिल्यान आइडी भनेको छ, यसमा 1670 राख्नुहोस्। कनेक्सन टाइपमा PPOE होइन डायनामिक आइपीमा राख्नुहोस्। त्यसपछि इन्टरफेस बाइन्डिङमा न्यानो भनेर वाइफाई 2.4 गिगाहर्जलाई टिक लगाउनुहोस् अनि सेभ गर्नुहोस्। यति गरेपछि तपाईको सेटिङ भयो। वायरलेसमा वाइफाईको पासवर्ड चेन्ज गर्नको लागि चाहिँ वायरलेसमा क्लिक गर्नुहोस्। वायरलेस सेटिङ SSID नेम भन्ने नेटवर्क नेम अथवा SSID नेम भने चाहिँ वाइफाईको नाम के हो भनेर त्यो राख भनेको हो। मैले जस्तै यहाँ टेस्ट भनेर राख्दै वाइफाईको नाम। पासवर्डको लागि यहाँ पासवर्ड तल हुन्छ। पासवर्डमा मैले 1 2 3 4 5 6 7 8 तपाईले आफ्नो इच्छाले राख्न सक्नुहुनेछ। म एक्जाम्पलको लागि 1 2 8 सँग राखेँ, सेभ गरिदिएँ। यति भएपछि तपाईको वाइफाई डिस्कनेक्ट हुन्छ। फेरि रिकनेक्ट गर्नलाई वाइफाई सेटिङ गरेर वाइफाई अफ गरेर अन गर्नु सक्छु। रिफ्रेस गरेपछि यहाँ टेस्ट भनेर आइसकेको छ। यहाँनिर पासवर्ड राख्नुहोस्। 1 देखि 8 सम्म राखेको थिएँ, मेरो अघि कनेक्ट भएको थियो र अहिले अटोमेटिक कनेक्ट भयो। त्यसपछि तपाईको इन्टरनेट चल्न थाल्यो।